ठेक्का भइसकेका योजनाहरू छन् र ठेकदारले त्यहाँ फिल्डमा काम नगरेको परिस्थिति छ भने कुनै चाहिँ ठेक्का भएर चाहिँ काम नै सुरुवात नभएका योजनाहरू छन्, कुनै चाहिँ वर्षौँदेखि अलपत्र परेका योजनाहरू छन्। त्यसको सन्दर्भमा चाहिँ सङ्घ सरकारलाई चाहिँ यसको जानकारी र यसको चाहिँ झकझुकाउनका लागि उहाँहरूले चाहिँ किन यो सङ्घले व्यवस्था गरेर हो कि सङ्घले चाहिँ त्यहाँ काम गर्न निर्देशन नदिएर हो कि यो चाहिँ के कति कारणले चाहिँ रोकिएको छ, यसलाई चाहिँ तत्काल सुरुवात गर्नका लागि सङ्घ सरकारको ध्यान आकर्षण गराउन स्थानीय सरकारको तर्फबाट आज म सङ्घीय सरकारका विभिन्न मन्त्रालयहरू, हिजो शहरी विकास, आज ऊर्जा जलस्रोतमा शिक्षा मन्त्रालयहरूमा चाहिँ म धाएर त्यहाँ चाहिँ केही डकुमेन्टहरू चाहिँ मन्त्रीज्यूलाई स्वयं जानकारी गराएको छु। र हाम्रो चाहिँ बराताल गाउँपालिकामा सुर्खेत र बराताल गाउँपालिका जोड्ने तेलपानी भुरीगाउँ सडकको पुल चाहिँ अहिले 13 वर्ष भयो त्यो अलपत्र परेको र ठेकदारले मुद्दा हालेर मुद्दा पनि फाइनल भएर अब चाहिँ त्यसलाई पुनः ठेक्का गरेर काम गर्ने परिस्थितिमा काम गर्ने भनेर चाहिँ विभागले फाइल उठाएर मन्त्रालय पठाएको छ। अर्थ मन्त्रालयमा चाहिँ त्यसको सुनिश्चितता नभइकन तेलपानी भुरीगाउँको चाहिँ जुन पुल छ, निर्माणाधीन अवस्थामा रहेको पुल, अहिले त्यो पुलको चाहिँ केही डिजाइनहरू केही चाहिँ समस्या देखिएपछि मुद्दा पर्यो। त्यो मुद्दा फाइनल भएर पनि अहिले अब सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल छ, त्यो अड्किएको छ र त्यहाँका जनताले धेरै शास्ति पाएको